ल गाइज आज पनि फेरि फुस्रे खोला फिसिङ एपिसोड 3 भनौँ अब। अघि नै आइसकेको थिएँ, त्यति बेला मोबाइल यहाँ चार्जै थिएन, यहाँ दोकानमा चिनेको दोकानमा चार्ज गर्दै थिएँ। त्यो आयो खास त केटाले त तल गाइजहरू कता कता नि दुईजना दोकानतिर लिएर आउनु त। मेरो हेलमेट नि ल्याइदियो भाइ, बिर्सेर चाहिँ त्यहाँ बाइकमा थियो। बाइकमा लिएर आउन। केटाहरू चटपट लिन जान्छ अरे, अघि नै आएको हामी त यहाँ। ऊ एकजना यहाँ छ फेरि हान्दैछ। कहाँ राखेको नि माछा अहिलेको? ए प्लास्टिकमा हालेको जुगाड त बनाइरहेको छ त केटाहरूले। माछा चाहिँ एउटा परेको के अरे, ठुलो नि होइन सानो नि होइन, ठिकैको साइजको थाहा थियो। यो चाहिँ यत्रो छ यो माछा चाहिँ, हल्का ठिक्क साइजको। बेलुका बेलुका हुनुलाई म चाहिँ उता माथि हानेछु, साथी उतै म जान्छु त त्यतै। उसले पारेर राखेको छ के थाहै, रबिनले मेरो साथीले। भिडियो नखिचिरहेछ क्या अब। परे गाइजहरू पर्यो सेकेन्ड। दूसरा मछली। म चाहिँ क्यामेराम्यान मिस्टर रबिन गुरुङ होइन, काका अमित भ्लगमा म पनि कहिलेकाहीँ हाजिर हुन पाएकोमा धेरै धेरै खुसी छु। अमित साथी धेरै धेरै खुसी छु। यो चाहिँ दोस्रो साथीको दोस्रो लड हो माछा चाहिँ। मजाम यहाँ भलो नि, यहाँ भलो रड उता पुरो गर्नु। लौकी छ त म निकाल्दिनु। ए फुस्क्यो क्या हो? मतलब प्रायः कान्दिरहेको साथी। भिडियोको चक्करमा फुस्क्यो लास्ट राख्यो। फुस्क्यो हरि भान्थे हानेको नि 3000 यार परेको हो। अनि देखिरह इतना बड़ा मछली। साथी ल पोज एउटा पोज खै त नि साथी यार। ये चाहिँ उसको दूसरा मछली। कडा ल खिची भए ल तेस्रो मछली। पहाड़ों के ऊपर जंगल के पास देखो कौन आया है, अमित आया है। देखो देखो कौन आया है। मछली भी आया है, बड़ा लगता है, बड़ा वाला मिल गया हमें। ताने ताने साथी तान्यो।
वेट कडा हान्यो क्या हो ठुलो हो क्या हो छैन मेरोबाट खिचेको छैन तिमीलाई लाइट देखाएको ताना ताना साथी ताना जाऊ 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 छेउ त्यतै जाऊ हो त्यतै जाऊ क्या ताना ताना झट्टा ताना छैन रहेछ यार माइ गेस ठुलो त रहेनछ साथी जेस फेरि पार्यो बबाल यहाँनिर हाने है त्यहाँको माछा के हो साँच्ची हेरेकै छैन ल अफान्दिम च्यात देऊ के रात जान न ल खै हाम्रो अर्को यहाँ छ एउटा यहाँ छ योभन्दा बडावाला उतापट्टि साथीहरूसँग छोडिदिएको छौँ धन्यवाद धन्यवाद फेरि हान्छौँ हामी दाना पनि रेडी नै छ कडा ओइ तेरिका आदरणीय दिदी बहिनी दाजुभाइ छर छिमेकी आन्टी अङ्कल काका काकी सबैलाई हामीले टक्कसँग माछा मारेको देखाउँछौँ विशाल रे फोन आयो विशालको विशालको फोन आयो भिडियो अफ गरिदिनु माछा कटिङ स्किल यस्तो है 6-7 परेको त है ठिक हुन्छ नि टक्क यो चाहिँ अलिकति जोस साइजको पर्यो त्यो ठिक हो माथि गएको एकछिनमा ए त उस अल्झै रह्यो क्या लगाइन्छ र माछा खाने हामी चाहिँ चट्टो मिठो फ्राई गरेर होइन आजको यस्तै भयो धेरै टाइम बस्न पाएन नि त फेरि च्याप्चु पर्यो ठिकै आउँदो रहेछ तान्दै फेरि खासमा विरक्त हो क्या